नमस्कार सर म पहिला सर अब विदेशतिर नि यसो मलेसियातिर यसो गइयो बसियो 2-4 वर्ष यसो बसियो अब फेरि उतापट्टि आइयो यहाँ घोडा खर्च झन् 18-19 वर्षमा मैले पालेँ त्यो अनुभव नि मलाई पुरा भयो त्यहाँबाट पछि अलि बाटोको व्यवस्था अब बाटो जतासुकै बाटो गाडी बाटो पुग्यो सर हो त्यही भएर अलि खच्चरको त्यति काम देखिएन सर हो त्यही भएर यो चलाली हुन्न यसो खानु त पर्यो सर त्यही भएर चाहिँ मैले भेडा किनेको सर कोहीले भन्छ ठिकै छ भेडामा ठिक छ भन्छन् कोहीले अलि नहुने दुःख काम पो भन्ने छन् केटाहरूले अब आफू चाहिँ अब एउटा केही न केही पेसा त गर्नै पर्यो अब सासले राख त राख्नै पर्यो अब 3 वर्ष 4 वर्षकोलाई त्यस्तै मोटामोटी अब 38,000 40,000 त्यस्तै पर्दैछ म भेडामा चाहिँ अहिले चाहिँ मैले मोटामोटी त्यस्तै 12-13 लाख जस्तो खर्च गरेर भेडा जोडेको सर मैले भेडा अलि राम्ररी पाएपछि अलि थपेर बस्ने अझै मेरो रहर छ तिनीहरूले किन्ने भन्ने छैन आजसम्म तिमीहरूले मिलाउन प्रशस्त चरिचरणका परम्परागत रूपमा भेडाहरू पालन भइराखेको अवस्था हुँदाहुँदै पनि भएको चरिचरणहरूलाई पूर्ण रूपमा उपयोग गर्दै जाने हो भने र नयाँ पुस्ताहरूको आकर्षण भयो भने सङ्ख्याहरू बढ्ने अवस्था देखिन्छ। भेडा पाल्ने साथीहरूले अलिकति नस्ल सुधारको विषयलाई चाहिँ हाडनाताको विषयलाई चाहिँ जति नै प्रयास गर्दा पनि उहाँहरूलाई अलिक बुझाउन नसकिएको कि र नयाँ जेनेरेसनहरू प्रवेश नभएको र शैक्षिक हिसाबले चाहिँ त्यो विषयमा ज्ञान नभएर पनि अलिकति समस्या नै देखिन्छ। भेडा पालनमा जलवायु परिवर्तनले ठुलो असर गरेको देखिन्छ। किनभने हिजो जुन समयमा भेडाहरू तल झर्थे अहिले त्यो समयमा भेडाहरू तल झर्न नमानेको र जुन समयमा माथि लैजाने चाहिँ जुन परम्परा थियो त्योभन्दा छिटै माथि जान खोजेको र त्यो तापक्रमको कारणले माथि जान खोज्यो भन्ने कुरा पाल्ने साथीहरूले दाजुभाइहरूको चाहिँ भनाइ छ। कहाँ छन्?